मलाई यसको एकदम बेस्ट फिचर लागेको भनेकै एउटा चाहिँ यो अटो विन्डो रोल अप हुने के लक गर्दाखेरि जुन यो फिचरको यो प्राइस रेन्जै भन्नुको कारमा मैले देखेकै थिएन यसमा रहेछ र त्यो एकदम पहिल्यैदेखि नै कहिलेकाहीँ झ्याल लाउन बिर्सिने पछाडि कसैले खोलिदिरहेको हुन्छ बिर्सिने भइरहेको हुन्छ यस्तो फिचर भइदियो त हुन्थ्यो होला नि त कारहरूमा भनेर अफोर्डेबल कारमा त्यो नै मलाई एकदम भ्यालुएबलै भनौँ न बेस्ट मात्र होइन डे टु डे लाइफमा भ्यालु एड गरिरहेकै देखिन्छ नामीको हरेक फिचर लुकदेखि लिएर भित्री फिचरहरू सब चिज र प्राइस समेत मन पर्यो मलाई जसरी यो भेन्टिलेटेड सिट भयो मेमोरी सिट भयो डास भयो अटोमेटिक पार्किङ भयो सब थोक नामको नामी जस्तै छ नाम बेस्ट फिचरको बारेमा कुरा गर्नुपर्दा यो गाडी अटोमेटिक गाडी भएको कारणले चलाउन सजिलो छ सँगसँगै यसको जुन चलाउन जुन इजिनेस छ नि सबै हिसाबले त्यो कारणले मलाई यो गाडी मन परेको छ मलाई प्र्याक्टिकल फिचर लाग्ने भनेकै एउटा चाहिँ यो मेमोरी सिट भयो जहाँ मेरो फ्यामिली मेम्बरमा 3 जनालाई कार चलाउनु हुन्छ हाइट फरक छ अनि यहाँ 3 जनाको हामीले राखेको हुन्छौँ होइन डिस्प्लेबाटै अनि म चेन्ज गरेर थिचेपछि सबैलाई आफ्नो वेमा चलाउनु पायो सजिलो भयो एकदम त्यो भयो अर्को चाहिँ वेलकमिङ सिट पनि भयो म चाहिँ फेरि एकदम पछाडि चलाउँछु क्या होइन अनि वेलकम सिटले चाहिँ त्यसलाई ठ्याक्कै एडजस्ट गर्ने हेल्प गर्छ अझ मलाई भन्दा मेरो फ्यामिली मेम्बर जो अगाडि बस्नुहुन्छ उहाँलाई चाहिँ के अरे हेल्प गरेको छ भन्नुहुन्छ उहाँहरूले चाहिँ यो गाडीको बेस्ट प्र्याक्टिकल फिचर भनेको यो गाडी लग्जरी छ कुदाउनलाई सजिलो छ यो सबभन्दा राम्रो मलाई लागेको हो यसको रेन्ज मैले एक पोइन्टमा 5 किलोमिटरसम्म रेन्ज पाएको छु र नर्मली 400 सम्म पाएको छु ग्राउन्ड क्लियरेन्स पनि बहुत राम्रो छ